हेलो गाइस, आज हामी फेरि यो इटिपी प्लान्ट हो है। यो इटिपी प्लान्टमा आज हामीले यो हाम्रो जुन चाहिँ पाइप छ यो पाइप फिटिङ गर्नु छ र प्लस हाम्रो यो इटिपीलाई हामीले रिपेयरिङ गरेर है, यति डिप छ झरेन डरै मर्छ हो। यसमा चाहिँ हामीले के गर्दैछौँ भने अहिले हामी पाइप जोड्ने है। हाम्रो यहाँ पम्प राखेको छौँ, यसको फिट पम्प छ है। अब यो कसरी हामीले जोड्ने रहेछौँ है, यहाँभित्र कसरी जान्छौँ यो जग्गामा त्यो अब डिटेल्समा दिनेछु गाइस। भाइ यहाँदेखि झरेन ठहरै यात्रा गर्नु पाउँदैन हो, झन्डै लडी गयो हो। अब यो हामीले एनआरबी लगाएको छौँ हामीले यहाँनिर। यो चाहिँ किनभने यो जति लङ डिस्टेन्स हुन्छ त्यसमा एनआरबी लाउनु एकदमै इम्पोर्टेन्ट हुन्छ। यसलाई सफा गरेर त्यहाँदेखि यहाँ हेर्नु त सफा गरेको। ल गाइस, एउटा हालिसक्यौँ हामीले। ट्याङ भनिन्छ है यो इक्वलाइजेसन ट्याङ्क चाहिँ हाम्रो के लिकेज हुनुले गर्दा चाहिँ हामीले के गरेको थियो भने हामीले यसलाई फेरि सबै उयो चिपिङ गरेर है नयाँ प्लास्टर गरेको थियौँ है। तर के भयो, तल हामीले हाइट चाहिँ अलिकति नभएको पनि 5-6 इन्च बढाउँदाखेरि हाम्रो के भयो, पाइप लामो भयो। अब है पाइप लामो सिधै मुनि ठोकिँदैछ। त्यसै कारण गाइस हामीलाई अब यसलाई काट्नु परेको हुन्छ। यसलाई त हाम्रो चाहिँ के छ, यत्रो युनियन छ गाइस, यत्रो युनियन। यो 80 mm को युनियन हो गाइस। अनि यता लाइनको काम एक्सटेन्सन बोर्ड लिएर आउँदैछ हो। अब म यो काट्ने छु गाइस, काटेको हेर्नु होला।
हामीले यो सल्भेन्ट खोल्नै सकेन यो सल्युसन हो। त्यसै कारण हामीले पुरा यो के भन्छ पाइप रेन्चले चाहिँ हामीले खोल्नु सक्यौँ है। ल गाइस यो सल्भेन्ट चाहिँ खोल्नु सकेन नि त्यसै यताउता कुटेर जबरजस्ती नगर्नुहोस् है, एकदम काम लाग्ने कुरा हो। त्यसै कारण यो चाहिँ एकदम बुद्धि लगाएर यसरी पाइप रेन्च हुन्छ है, पाइप रेन्चले मजाले पक्रेर खोलिन्छ हो गाइस। त्यसै कारण पाइप रेन्च युज गर्नु होला भन्छु म चाहिँ। त्यसै कारण कामलाई जहिले पनि इज्जत दिनुपर्छ, सम्मान दिनुपर्छ। यस गाइस फाइनल्ली कम्प्लिट भयो हाम्रो एकदमै। ल थाक्यो, ढाड पनि दुख्यो। ल कम्प्लिट भयो गाइस। यो जोडेर चलाएर देखाउनेछौँ हामी। ल गाइस अब हिजो हामीले पाइप फिटिङ गरेको थियौँ। अब आज यहाँ भित्र गरेर जहाँनिर बाइपास छ त्यो बाइपास खोल्नु परेको हुन्छ हो। यो खोल्दैछ यहाँ भाइ रेडी भइसक्यो। ल यता लडाइदिउँ। ल गाइस यो भित्र पस्नु पर्यो। डोरी चाहिँ तर पक्रिनु है। पक्नु है। ल गाइस कस्तै छ ओह्रालो देख्ने जग्गा छ क्या छैन कि त्यो उयो डोरी पक्नु। डोरी अलिक डोरी तान्नु हुन्छ हो त्यसो गरेर अलिक होइन त्यसरी तान्नु होइन गरौँ है। यहाँदेखि सबै बाइपासको बन्द गरिसक्यो। अब हाम्रो बडी बिल्डरले यहाँनिर हाल्दैछ हो। यस्तो छ यस गाइस ल गाइस हामीले यो पम्पमा पानी पनि भरिसकेको छौँ। अब यसले खिच्नु मात्रै, यसले पानी खिच्छ कि खिच्दैन गाइस। अब एकपल्ट चलाउँ त हेर्नुहोस् गाइस। अब यसले बिस्तारै खिच्छ। यस यो हुन्छ गाइस। यसरी नै फाइनल्ली हामीले चलाइसकेको छौँ। ल गाइस
कम्प्लिट भयो हाम्रो कम्प्लिट भयो के भन्ने भनिहाल्नु अहिले नि अब त्यो दामी चल्ने भयो आज काम कम्प्लिट भएको छ हाम्रो अनि अब आज चाहिँ भाइलाई चलाउनु लाउँदैछु हो कस्तो प्रोसेस छ त्यो पनि भन्छु अब हाम्रो प्यानल चलाउनु जान्दैछ हो यतापट्टिको चलाउनु यस चालु भयो अब तल जानुपर्छ छिट्टो जानुपर्छ छिट्टो छिट्टो साङ्गे भाइ यस गाइस हाम्रो चल्नु थाल्यो अब खुट्टाको खोल्नुपर्छ ल छिट्टो गरे गाइस छिट्टो 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 काम कम्प्लिट भयो सक्सेसफुल्ली पुरा खोल्यो अब यस 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 गाइस हाम्रो काम कम्प्लिट हुँदैछ यस गाइस कम्प्लिट भयो गाइस अब ओइल एन्ड ग्रिसमा जाँदैछ ओइल एन्ड ग्रिसमा आइसक्यो ओइल एन्ड ग्रिसमा आएपछि हाम्रो यहाँ जान्छ यहाँदेखि त्यहाँ जान्छ अन्त यहाँ आउँछ त्यहाँदेखि यो फिल्टरमा जान्छ फिल्टर यो फिल्टरमा त्यहाँदेखि आउटपुट चाहिँ हाम्रो एकदम दामी पानी निस्किँदैछ ल गाइस आजको हाम्रो यो इटिपी प्लान्टको पाइपलाइनको र पम्पिङ सिस्टमको टोटल्लै कम्प्लिट भएको छ गाइस यसमा सबैजनाले लाइक सेयर गरिदिनुहोस् हाम्रो कामलाई कस्तो भयो कमेन्ट गरिदिनुहोस् गाइस सेयर गर्नुहोस् पुरा सेयर गरिदिनुहोस् हामीलाई जति तपाईँहरूले सेयर गरिदिनुहुन्छ हामीले त्यति राम्रो भिडियोहरू बनाउने छौँ ल गाइस आजको लागि यति नै ओके बाई बाई